संस्थाका अध्यक्ष चन्द्रेश्वरी मुना कर्मीज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। सल्लाहकार र हाम्रो संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीनारायण ताम्राकारज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै संस्थाका सल्लाहकार राजकुमार तिमल शाहज्यूलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। कानुनी सल्लाहकार सुरेश ताम्राकारज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। यो संस्थामा आबद्ध भएका सियर सदस्य जुन मृत्यु हुनुभएको छ उहाँको सम्झनाको लागि 1 मिनट मौन धारण गरिदिनुको लागि म सबैजना मेम्बरहरूलाई उठेर 1 मिनट मौन धारण गरिदिनुको लागि अनुरोध गर्छु। कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। त्यसै क्रममा अब यहाँ आएका सम्पूर्ण सियर सदस्यज्यूहरू पाहुनाहरूलाई स्वागत मन्तव्य राखिदिनको लागि संस्थाका उपाध्यक्ष रविन भक्त स्याउलाज्यूलाई विनम्र अनुरोध गर्दछु। हार्दिक धन्यवाद स्वागत व्यक्त गर्दछु। आजको यस कार्यक्रमका सभापति तथा अध्यक्षज्यू, मञ्चमा आसन ग्रहण गरेका विशिष्ट व्यक्तित्वहरू एवं यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सहकारी कर्मी साथीहरूमा हार्दिक नमस्कार तपाईँ चाहन्छु। साथसाथै म अहिलेको यो सञ्चालक समितिलाई यो जिम्मेवारी प्रदान गर्नुभएकोमा यसको लागि पनि म धन्यवाद ज्ञापन गर्न चाहन्छु। सर्वप्रथम म वार्षिक साधारण सभा सफलताको शुभकामना व्यक्त गर्दछु र मैले थाहा पाएसम्म अहिले नयाँ कार्य समिति आइसकेको छ, मेरो विरोधमै भएको छ भन्ने र नयाँ सञ्चालक समितिलाई पनि हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। नयाँ जिम्मेवारी तपाईँहरूको काममा छ र यहाँ एकदम आफ्नो जवाफदेहिता पारदर्शिता यस्ता कुराहरूलाई ध्यानमा राखेर काम गर्नुहुनेछ भन्ने लागेको छ। संस्थालाई कसरी भोलि बनाउने, यो फाइनेन्सियल प्लान कसरी गर्ने, यी कुराहरूमा यहाँले ध्यान दिनुहुनेछ र ध्यान दियो भने चाहिँ राम्रो। ठिक छ, यो 10%लाई म अहिलेको अवस्था हेरेर खराब भन्दैन। जबसम्म हाम्रो फाइनेन्सियल भोल्युम हुँदैन तबसम्म यो काम गर्न सक्दैन। त्यसले गर्दा अपेक्षा आफ्नो ठाउँमा राख्नु भन्ने कुरा हो र त्यो अपेक्षा पुरा गर्नलाई संस्थालाई कसरी भोलि बनाउने, यो फाइनेन्सियल प्लान कसरी गर्ने, यी कुराहरूमा यहाँले ध्यान दिनुहुनेछ। धन्यवाद लक्ष्मी सरलाई। कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। यसै प्रगतिज्यूलाई लेखा समितिको प्रतिवेदन यो गरिमामय सभामा राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। र आजको यस गरिमामय 17औं साधारण सभाका सचिव एवं कार्यक्रम सञ्चालक सरलाई, यस एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गरिमामय 17औं वार्षिक साधारण सभाका सभा अध्यक्षज्यू, सहकारी विभागबाट जारी भएको मापदण्ड अन्तर्गत सहकारी संस्था दर्ता सञ्चालन, लेखा परीक्षण अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड अनुसार यस सहकारी संस्थाले आर्थिक वर्ष 2081-82 सम्ममा भए गरेका संस्थागत क्रियाकलापहरूको छोटो प्रतिवेदन यहाँ समक्ष पेश गर्ने अनुमति चाहन्छु। अघिल्लो साधारण सभाको निर्णयको कार्यान्वयनको अवस्था सम्बन्धमा यस संस्थाको अघिल्लो साधारण सभा 2081 साल असोज 17 गते सम्पन्न भएको थियो। यस साधारण सभामा पेश भएका प्रस्तावहरूमाथि छलफल भई गरिमामय साधारण सभामा प्रस्तुत भएका प्रस्तावमाथि छलफल भई पारित भएका सम्पूर्ण निर्णयहरूको कार्यान्वयन सन्तोषजनक भएको पाइएको छ। त्यसैगरी सञ्चालक समिति लगायतका अन्य उपसमितिहरूको बैठकको विवरण यस प्रकार रहेको छ। सञ्चालक समितिको नियमित एवं विशेष बैठक 20 पटक, लेखा समितिको बैठक 4 पटक, ऋण उपसमितिको बैठक 24 पटक, शिक्षा उपसमितिको बैठक 1 पटक, कर्मचारी बैठक 11 पटक, संयुक्त बैठक 2 पटक, पक्ष कार्यालय बैठक 3 पटक, ब्याज दर निर्धारण उपसमितिको बैठक 5 पटक, लघुवित्त उपसमितिको बैठक 1 पटक, विभिन्न बैठक 8 पटक। त्यसैगरी सरकारी विभागबाट जारी मापदण्ड पालना सम्बन्धीको संक्षिप्त विवरण यस प्रकार रहेको छ।
सहकारी विभागबाट जारी मापदण्ड अनुसारले कार्यहरू भइरहेको पाइयो। जस्तै सदस्यसँग मात्र कारोबार, समयमा नै लेखा परीक्षण गराई साधारण सभा सम्पन्न गरी विवरण बुझाउने आदि जस्ता कार्यहरू भएको पाइयो। कोषाध्यक्षको प्रतिवेदन पेश गरिदिनु। संस्थाका कोषाध्यक्ष ज्ञानदास श्रेष्ठलाई विनम्र अनुरोध गर्दछु। सचिवज्यू हुनुहुन्छ। यस 17औं सालसभाका सभाध्यक्ष चन्द्रश्री मुखर्जीज्यू, यस संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार लक्ष्मीनारायण कामतज्यू, म तपाईँहरू सामु कोषाध्यक्षको प्रतिवेदन पेश गर्न अगाडि बढ्न गइरहेको छु र सबैलाई जानकारी गराउन कि अहिले यस संस्थाको सम्पूर्ण प्रतिवेदन क्युआर मार्फत हामीले प्रदान गर्ने निर्णय भएको बमोजिम हामीले ठाउँ हामीले क्युआर राखेका छौँ र यहाँहरूलाई चाहिँ संस्थाको डिटेल प्रतिवेदन बारे जानकारी प्राप्त गर्नु छ भने ठाउँमा हामीले क्युआर राखेका छौँ र साथसाथै यहाँ वाइफाई पनि फ्री रहेको छ र वाइफाई अन गरेर तपाईँहरूले क्युआरबाट स्क्यान गरेर संस्थाको सम्पूर्ण प्रतिवेदनहरू हेर्न सक्नुहुनेछ। र म बिना विलम्ब समयलाई मध्यनजर गर्दै कोषाध्यक्षको प्रतिवेदन अगाडि बढ्न गइरहेको छु र यसको लागि म आजका यस सभाका सभाध्यक्ष चन्द्रश्री मुखर्जीज्यूलाई अनुमति माग्न चाहन्छु। र बिना विलम्ब सर्वप्रथम यस संस्थाले गत आर्थिक वर्ष 81-82मा गर्न सकेको मुनाफाको बारे जानकारी गराउन चाहे। गत वर्षको मुनाफा रहेको थियो 57,79,166 रुपियाँ र हामीले लक्ष्य राखेका थियौँ 69,38,416 रुपियाँ, तर हामीले प्रगति गर्न सफल जम्मा 13,57,893 रुपियाँ मात्र। र यसको फलस्वरूप कहाँ असर पऱ्यो भन्दाखेरि हामीले जति लाभांश पार्न चाहेका थियौँ त्यति लाभांश हामीले यस वर्ष पार्न सकेनौँ। संस्था यहाँ सबै जानकारी गराउनु छ कि संस्था सुशासनमा चलेको छ, संस्था बलियो रहेको छ, तर हामीले लाभांश पाउन नसकेको मुख्य कारण भनेको हाम्रो लिक्विडिटी तरलता हो। हाम्रो संस्थामा अहिले पनि 10-12 करोड तरलता रहेको छ र यसलाई सही तरिकाले हामीले लगानी गर्न नसकेको कारणले गर्दाखेरि सही मुनाफा हामीले प्राप्त गर्न सकेनौँ। फलस्वरूप राम्रो हामीले चाहँदाखेरि हामीले राम्रो मुनाफा लाभांश वितरण गर्न सकेनौँ। आशा छ आगामी वर्षहरूमा हामी योभन्दा बलियो र राम्रो लाभांश पाउन सक्षम हुनेछौँ। र म सेयर पुँजीको बारे जानकारी गराउन गइरहेको छु। गत वर्ष हाम्रो सेयर पुँजी रहेको थियो 2,48,16,200, लक्ष्य रहेको थियो 2,69 लाख र हाम्रो प्रगति रहेको छ जम्मा 2,56 लाख हाम्रो सेयर। र यसै गरी बचत सन्तुलन हामीले गत वर्षको रहेको थियो 18,49,22,207 रुपियाँ, हामीले लक्ष्य राखेका थियौँ 21 करोड र हामीले प्रगति गरेका छौँ 22,82,55,584 रुपियाँ। हामीले चाहिँ यसमा चाहिँ हामीले चाहेको भन्दा बढी लक्ष्य प्राप्त गर्न सफल भएका छौँ। सो ऋण लगानी गत वर्षको हामीले 15,21,13,688 गरेका थियौँ। हामीले लक्ष्य स्वरूप 19 करोड लगानी गर्ने लक्ष्य राखेका थियौँ, तर हाम्रो प्रगति जम्मा 16,73,83,000 मात्र रहेको छ। र यसै गरी हामीले संस्थामा विभिन्न कोषहरूको व्यवस्था गरेका छौँ, जस्तै जगेरा कोष, अन्य कोष, ऋण जोखिम कोष, एकीकृत छात्रवृत्ति कोष, एकीकृत राहत कोष, जग्गा भवन निर्माण कोष र सदस्य स्वास्थ्य उपचार खर्च कोष। र हामीले जगेरा कोषमा हालसम्म 1,12,90,300 जम्मा गरिसकेका छौँ। अन्य कोषमा 15,95,121 रुपियाँ, ऋण जोखिम कोषमा 63,63,875 रुपियाँ, एकीकृत छात्रवृत्ति कोषमा 2,76,199 रुपियाँ, एकीकृत राहत कोषमा 6,18,515 रुपियाँ, जग्गा भवन निर्माण कोषमा 15,95,124 रुपियाँ र सदस्य स्वास्थ्य उपचार खर्चमा हामीले 79,16,182 रुपियाँ हामीले सङ्कलन गर्न सफल भएका थियौँ। ज्ञानदास श्रेष्ठज्यूलाई उहाँले एक आर्थिक वर्षभरि संस्थाले गरेका विभिन्न प्रकारका आर्थिक क्रियाकलाप समेटेर तयार पारेको प्रतिवेदन यो गरिमामय सभामा राखेर जानु भएको छ। केही पालो छ प्रतिवेदनको पालोमा सचिवकै प्रतिवेदनको पालो आएकोले म सचिव सभापति महोदय आदरणीय यस संस्थाका श्रद्धेय अध्यक्ष चन्द्रश्री मुखर्जीज्यू र यो संस्थालाई अहिलेसम्म जोडाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्नुहुने
संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीनारायण ताम्राकारज्यू। बैठकको विवरणमा हामीले कार्य समितिको बैठक 20 पटक, लेखा समितिको 4 पटक, ऋण समितिको 24 पटक, शिक्षा उपसमितिको 1 पटक, कर्मचारीको बैठक 11 पटक, संयुक्त बैठक 2 पटक, कप्स कार्यदलको बैठक 3 पटक, ब्याज निर्धारण उपसमितिको बैठक 5 पटक, लघु वित्त उपसमितिको बैठक 1 पटक, विविध बैठक हामीले 13 पटक गरेका छौँ र कार्यालयको व्यवस्थापन पनि हामीले अब पहिलाकै त्यो व्यवस्था गरिरहेका छौँ। त्यस्तै सङ्गठनमा स्वरूपहरू हाम्रो कार्य समितिदेखि लिएर कर्मचारी व्यवस्थापन समूहसम्म हामीले एउटा सङ्गठनमा स्वरूपहरू छ। हाम्रो संस्थामा 10वटा उपसमितिहरू छन्। त्यो अनुसार हामीले व्यवस्थापन गरिरहेका छौँ सङ्गठन स्वरूपलाई। बचतहरूको व्यवस्थापन 15वटा शीर्षकमा गरिरहेका छौँ अनि 17 प्रकारमा ऋणको चाहिँ शीर्षकहरू वियोजन गरेर ऋण प्रवाह गरिरहेका छौँ। कर्मचारीको व्यवस्थापनै हामीले कर्मचारीको आवश्यकता अनुसार समय सापेक्ष परिमार्जन गर्दै गरिरहेका छौँ। मलाई प्राप्त भएको जिम्मेवारी अनुसार सबैभन्दा पहिला हामीलाई निर्वाचन कमिटीमा निर्वाचित गरिदिनु भएकोमा मनोनित गरिदिनु भएकोमा निवर्तमान कार्य समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्य समिति र लेखा समितिका पदाधिकारीज्यूहरूको घोषणा गरिदिनु हुन म निर्वाचन उपसमितिका संयोजक एके सरलाई हार्दिक अनुरोध गर्दछु। यो कार्य सम्पन्न गर्नको लागि यहाँले जुन चाहिँ शैक्षिक सम्झेर हामीलाई जिम्मेवारी प्रदान गर्नुभएको थियो त्यसका क्रममा गर्दै गएका गतिविधिहरू हामीले निर्वाचन उपसमितिको तर्फबाट अघि गोविन्द सरले के गऱ्यौँ भनेर प्रस्तुत गर्नु भएको छ। गर्दै म घोषणा गर्न चाहन्छु जुन प्रक्रियाद्वारा हामीले सर्वसम्मतमा समिति चयन गरेका थियौँ, लेखा समिति र कार्य समितिको चाहिँ निर्वाचन सम्पन्न भएको छ। त्यसको सर्वसम्मत भएको हुनाले यहाँहरूलाई सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै घोषणा गर्ने अनुरोध चाहन्छु। यस संस्थालाई नेतृत्व गर्ने क्रममा है डाइनामिक लिडरका रूपमै उभिनु भएको छ। उहाँलाई अगाडि आइदिनुलाई अनुरोध गर्दै म घोषणा गर्न चाहन्छु। यस संस्थाको अध्यक्षका रूपमा सर्वसम्मत निर्वाचित हुनुभएको छ श्री चन्द्रश्री मुनाकर्मीज्यू। उहाँलाई अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी उपाध्यक्षका रूपमा निर्वाचित हुनुभएको छ राजुन भक्त स्याउलाज्यू। उहाँलाई पनि अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सचिवका रूपमा निर्वाचित हुनुभएको छ सबिना सापकोटा केसीज्यू। उहाँलाई पनि हार्दिक बधाई छ, अगाडि आइदिनु अनुरोध गर्दछु। कोषाध्यक्षका रूपमा निर्वाचित हुनुभएको छ राकेश सुन्दर सैनीज्यू। उहाँलाई पनि अगाडि आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सदस्य पदमा निर्वाचित हुनुभएको छ दीपक महातन्सेज्यू। उहाँलाई पनि अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी रुचक ताम्राकारज्यू। उहाँलाई पनि अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी चन्द्रकला थापाज्यू। उहाँलाई पनि अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। सञ्चालक समितिमा निर्वाचित हुनुहुने यहाँहरू सबैलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अब फेरि अर्को चरणमा अगाडि बढ्न चाहन्छु। त्यही सँगसँगै हाम्रो लेखा सुपरभिजन समितिको पनि निर्वाचन भएको थियो। त्यसमा पनि हाम्रो सबै पदमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। लेखा सुपरभिजन समितिका निर्वाचित हुने संयोजक श्री वसन्तराज नेपालज्यूलाई पनि अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी लेखा सुपरभिजन समितिको सदस्यमा निर्वाचित हुनुभएका शशिकर खनालज्यूलाई पनि अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी लेखा सुपरभिजन समितिको सदस्य पदमा निर्वाचित हुनुहुने सान्तुना ताम्राकारज्यूलाई पनि अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यहाँहरू सबैलाई हार्दिक बधाई छ। कार्यकाल सफलताको हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र पत्रमा यस्तो कुरा अवगत गराएको छु। यस एकीकृत म यो यहाँ वाचन गर्न गइरहेको छु। यस एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 17औं
आर्थिक साधन 2082 अन्तर्गत 7औं सञ्चालक समिति र लेखा समितिको निर्वाचन कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन उपसमितिको सदस्यको रूपमा महत्त्वपूर्ण योगदान दिई संस्थालाई नयाँ नेतृत्व चयन गर्ने कार्यमा विशेष भूमिका खेल्नुभएकोमा उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै यो पदक पत्र प्रदान गरिएको छ। चन्द्रश्री नुनागर्नी अध्यक्ष 2082 साल मङ्सिर महिना 6 गते। बिदा हुन्छु, धन्यवाद। यस एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 17औं वार्षिक साधारण सभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी आफ्नो अमूल्य समय दिई उपस्थित हुनुभएका संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार लक्ष्मीनारायण टाम्राकारज्यू, उहाँ अघिसम्म हामीसँगै हुनुहुन्थ्यो। मलाई लाग्छ अहिले उहाँ आफ्नो विशेष कामले गर्दा हिँडिसक्नु भएको छ। त्यस्तै सल्लाहकार राजकुमार तिमल सिन्हाज्यू, कानुनी सल्लाहकार सुरेश ताम्राकारज्यू, निर्वाचन समितिको संयोजक श्री एकी प्रसाद ढुमागाईज्यू, गोविन्द तिमल सिन्हाज्यू, पत्रकार मित्रहरू, मेरा सहकर्मी मित्रहरू, सञ्चालक समितिका पदाधिकारीज्यूहरू, लेखा सुपरिवेक्षण समिति एवं विभिन्न उपसमितिका पदाधिकारीज्यूहरूका साथै संस्थामा कार्यरत सम्पूर्ण कर्मचारी एवं साधारण सभामा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक स्वागत एवं सहकारीमय अभिवादन टक्राउन चाहन्छु। एकका लागि सबैका लागि एक भन्ने सिद्धान्तबाट प्रेरित भई आर्थिक उन्नति र रोजगारी एकीकृत सहकारी भन्ने मूल नाराले स्थापित यस एकीकृत बचत तथा ऋण सहकारी संस्था आर्थिक तथा सामाजिक रूपमा समान आवश्यकता भएका व्यक्तिहरू मिलेर यस संस्थाको स्थापना भएको हो। यो संस्था सहकारी सम्बन्धी विविध कानुनहरू पालना गर्दै सबै मिलेर काम गर्ने भन्ने सहकारीको मूल मर्मलाई आत्मसात गरी व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक सामाजिक हित गर्ने, रोजगारी सृजना गर्ने, आम्दानी बढाउने, गरिबी निवारण गर्ने, देशको कुल राष्ट्र उत्पादन वृद्धिमा टेवा पुर्याउने, सरकारको 3 खम्बे आर्थिक तथा विकास नीतिलाई सफल पार्ने, आर्थिक असमानता हटाउने, आत्मनिर्भरता बढाउने, समाजमा टिकाउ विकासको अवधारणा लागू गर्ने, पिछडिएका सीमान्तकृत महिला, जनजाति, आदिवासीलाई सङ्गठित गरी नेतृत्व क्षमताको समेत विकास गर्ने, स्वावलम्बी रोजगार र उद्यमशीलताको विकास गर्ने, स्थानीय स्तरमा कृषि, पर्यटन, लघु उद्योग, पशुपालन, कला र संस्कृतिको विकास गर्ने आदि सहकारीका मूल महत्त्वका विषयहरू हुन्। यही तथ्यलाई स्वीकार गरी एकीकृत बचत तथा ऋण सहकारी संस्थाले सहकारीको मूल्य, मान्यता र सिद्धान्त, स्वैच्छिक सहभागिता, समान लगानी, सदस्य एवं मालिक, ग्राहक, सदस्य प्राप्त व्यक्ति मात्र आर्थिक कारोबारमा संलग्न हुने गरी सामाजिक विकासमा योगदान, कार्यविधि र नियम बनाई आदि लगायत दीर्घकालीन सोच समेत राखेर यस संस्थाको स्थापना काभ्रेपलाञ्चोक जिल्ला स्थित पनौती नगरपालिकामा भएको हो। यो संस्थाले विशिष्टीकृत भूगोल, फरक सामाजिक परिवेश, सामाजिक मूल्य र मान्यता, आर्थिक परिवेश, स्वरोजगारको अवस्था र शेयर सदस्यहरूको आकांक्षा र आवश्यकतालाई पूरा गर्नको लागि संस्थाको विभिन्न विषयहरूको अध्ययन गम्भीर रूपमा गर्दै नयाँ कार्यक्रमहरू थप गर्दै गएको बेहोरा जानकारी गराउन चाहन्छु। यस संस्थाले बचतकर्ताको बचत स्वीकार गर्दै उपयुक्त स्थानमा ऋण लगानी गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशलाई समेत अङ्गीकार गर्दै अगाडि बढ्दै सिक्दै र सिकाउँदै विभिन्न तालिमहरू सञ्चालन गर्दै सामाजिक सञ्जाल मार्फत सूचना आदान प्रदान, वित्तीय प्रणालीमा मोबाइल ब्याङ्किङ, QR कोड र फोन पे समेत सञ्चालन गरिसकेको बेहोरा यहाँहरूमा जानकारी गराउन चाहन्छु। आजको युग विज्ञान प्रविधिको युग हो। यही तथ्यलाई स्वीकार गर्दै एकीकृत सहकारीले पनि विज्ञान प्रविधिसँग आत्मसात गर्दै अगाडि बढेका छौँ। शेयर सदस्यहरूको हातमा काँधमा मिलाई शेयर सदस्यहरूको आवश्यकता अनुसार हामीले सेवा प्रवाह गर्दै आएका छौँ।
यस एकीकृत साकोसलाई उचाइमा पुर्याउनका लागि विभिन्न व्यक्तित्वहरूको अत्यन्त ठूलो भूमिका रहेको छ। यस अतिरिक्त यस संस्थाका सञ्चालक समिति, सल्लाहकारज्यूहरू, उपसमितिका पदाधिकारीज्यूहरू तथा शेयर सदस्यहरूको अथाह मेहनत, यथोचित सहयोग र यथेष्ट मेहनत भएको बेहोरा यहाँहरूमा संस्मरण गर्न चाहन्छु। यस संस्थाको गरिमा बढाउनको लागि संस्थाका सञ्चालक समिति सदस्यहरू, उपसमितिका पदाधिकारीहरूलाई विभिन्न कार्यक्रम, गोष्ठी, सेमिनारमा संलग्न गराउँदै आएका छौँ, जसबाट संस्थाको थप प्रगति, उन्नति र आवश्यक अनुभव प्राप्त गरी नयाँ पाइला चाल्न सहज भएको बेहोरा अवगत गराउन चाहन्छु। यस संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बेहोरा यहाँहरूमा विविधै रहेको छ, जस्तै हाजिरी जवाब, शिक्षा शिविर, धार्मिक स्थलहरूको सरसफाइ, विभिन्न तालिम आदि कार्यक्रमहरू सञ्चालन गर्दै आएका बेहोरा यहाँहरूमा राख्न चाहन्छु। यस अतिरिक्त विद्यार्थी बचत कार्यक्रम, पेवा बचत, पुत्रीकी बचत, बाल बचत, दैनिक बचत, सदस्य स्वास्थ्य बचत, शेयर विशेष बचत, एकीकृत विशेष बचत, लघु वित्त बचत, साधारण बचत, कर्मचारी सञ्चय कोष बचत आदि जस्ता बचतका नयाँ कार्यक्रमहरू बढाउँदै लगेका छौँ। त्यस्तै गरी ऋणतर्फ कृषि तथा पशुपालन ऋण, व्यावसायिक ऋण, घर निर्माण मर्मत तथा घर जग्गा खरिद ऋण, हायर पर्चेज ऋण, शैक्षिक ऋण, लघु वित्त ऋण, सामाजिक कार्य ऋण, व्यक्तिगत ऋण, युवा रोजगार ऋण र सुविधाको ऋण समेत प्रवाह गर्दै आएको बेहोरा यस गरिमामय तहबाट उल्लेख गर्न चाहन्छु। अन्त्यमा आजको चुनावी साधारण सभालाई अत्यन्त सभ्य र भव्य रूपमा सफल बनाउन खटिनु हुने निर्वाचन समितिको संयोजक श्री यज्ञ प्रसाद हुमागाईज्यू, सदस्यहरू राजकुमार तिमल सिन्हा सर र गोविन्द तिमल सिन्हा सरज्यू लगायत सल्लाहकारज्यूहरू, शेयर सदस्यज्यूहरू, हाम्रो निमन्त्रणलाई स्वीकार गर्दै पाल्नुहुने अतिथि, विशिष्ट अतिथिज्यूहरू, साधारण सभालाई सुव्यवस्थित गर्नका लागि हर तरहले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खटिनुहुने सञ्चालक समितिका पदाधिकारी लगायत सदस्यज्यूहरू, लेखा समिति, विषयगत तथा उपसमितिहरू, सुनझन सेवा केन्द्रमा कर्मचारीहरू र साधारण सभाको लागि स्थान उपलब्ध गराउने संस्था लगायत सम्पूर्ण महानुभावहरूमा म व्यक्तिगत र संस्थाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै आजको दिनसम्म हामीले जति कामहरू गर्न सके हामी सबै मिलेर नै गरेका हौँ र भोलिका दिनमा पनि हाम्रा सबै मित्रहरूले त्यत्तिकै साथ दिनुहुनेछ, सपोर्ट गर्नुहुनेछ र हामी हाम्रा केही कमी कमजोरीहरूलाई हामी सुधार्दै लानेछौँ र एकीकृतलाई बनौटीकै एक नमुना एकीकृत सहकारी बनाउन हामी हरदम, हर दिन, हर पल आफ्नो मन, वचन, कर्म लगाएर हामी लागि पर्नेछौँ भन्दै आजको यो कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। जय एकीकृत, जय सहकारी, धन्यवाद।